कोनिचिवा मिन्नासान। आज हामीहरूले सोमातोमे बुकबाट चाहिँ जिएलपिटी यान 3 को लेसन 1 बाट चाहिँ विभिन्न इम्पोर्टेन्ट ग्रामरहरू सिक्नेछौँ। आशा छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। ल सुरु गरौँ है त। यहाँ चाहिँ पहिला चित्र हेरौँ। यहाँ के भनेको छ टपिकमा चाहिँ ओन्ना राशि भनेर भनेको छ। अनि एकजना साथीले के भनेकी छिन्, खानोज्यू कोनो गोरो क्यु नि ओन्ना राशिको नात्ताने। उसले चाहिँ पछिल्लो समय चाहिँ महिला जस्तो व्यवहार गर्न थालेकी छे भनेर भनेकी छिन्। यहाँ चाहिँ प्रयोग भएको ग्रामर चाहिँ ओन्ना राशि भनेको चाहिँ महिलामा हुने गुण चाहिँ देखिनु भन्ने अर्थ लाग्दछ। अर्को साथीले के भन्छन्, खारेसी गाद्दे किता मिताइदायो, उनीसँग चाहिँ प्रेमी बनेको जस्तो छ भनेर भनेकी छिन्। अब यहाँ चाहिँ वक्ताले के गरेकी छिन् भने उनले चाहिँ अनुमान गरेकी छिन्। निश्चित जानकारी चाहिँ छैन, उसँग बोयफ्रेन्ड छ कि छैन भन्ने चाहिँ निश्चित जानकारी चाहिँ छैन। त्यसैले चाहिँ मिताइदा चाहिँ युज भएको छ। अब हामी चाहिँ मिताइदा सिक्नेछौँ। यसको फर्मुला चाहिँ यानि कि स्ट्रक्चर चाहिँ कस्तो हुन्छ भने नाउन प्लस मिताइदा, भर्ब प्लस मिताइदा अथवा मिताइनी, एजेक्टिभ प्लस नाउन, मिताइना प्लस नाउन। फर्मुला अथवा स्ट्रक्चर चाहिँ यस्तो प्रकारको हुन्छ। यसको अर्थ चाहिँ जस्तो देखिन्छ, जस्तै लाग्छ भन्ने चाहिँ यसको अर्थ हुन्छ। जब हामीहरूले आफ्नै आँखाले देखेको, सुनेको वा अनुभव गरेको आधारमा चाहिँ अनुमान गर्छौँ तब चाहिँ मिताइको युज चाहिँ गरिन्छ। कुरा चाहिँ एउटा हो तर अर्कै जस्तो देखिनु भन्ने बुझिन्छ। अब केही इक्जाम्पल हेरौँ अनि बुझ्न सजिलो हुन्छ। खारेनो हानासी खाता वा ओन्ना मिताइदा, उसको बोल्ने तरिका चाहिँ महिला जस्तो छ भनेर भनेको छ। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने मैले चाहिँ उसको बोलाइ सुनेको छु, त्यसैले अनुमान गर्दै चाहिँ ओन्ना मिताई भनेको छु। ऊ केटा हो तर पनि उसको आवाज चाहिँ के छ भने केटीको जस्तो छ। यसले चाहिँ भन्न खोजेको यही हो। यस्तो बेलामा चाहिँ मिताइदा युज गरिन्छ। अर्को छ कोनो आपातो वा दारेमो सुन्दै इनाइ मिताइदा, यो अपार्टमेन्टमा चाहिँ कोही नबस्ने जस्तो छ। अब यहाँ चाहिँ बाहिरबाट हेर्दा चाहिँ सुनसान देखियो, त्यसैले चाहिँ अनुमान गरेर चाहिँ अब निश्चित जानकारी चाहिँ छैन तर यहाँ चाहिँ अनुमान गरेर चाहिँ कोही पनि नबस्ने जस्तो छ भनेर भनेको। अर्को छ आसिता वा आमे मिताइने, भोलि पानी पर्ने जस्तो छ भनेर भनेको। यहाँ चाहिँ आकाशमा बादल देखेँ, मौसम हेरेँ, त्यसको आधारमा चाहिँ अनुमान गरेर चाहिँ भोलि पानी पर्छ जस्तो लागेको छ भन्दाखेरि मिताइदा युज भएको हो। अनि अर्को छ रिन्सान मिताइनी निहोन गोगा उमाकु नारिताई, म रिन्जी जस्तै जापानी भाषा राम्रोसँग बोल्न चाहन्छु भनेर भनेको। मिताइनी भनेको यसको अर्थ चाहिँ जस्तै भन्ने हुन्छ। पहिले हामीले यौदा पढेका थियौँ, यसलाई चाहिँ अहिले चाहिँ हामीले मिताइदा भनेर पढिन्छ। यौनी भनेर पढेको कुरालाई चाहिँ मिताइनी भनेर चाहिँ अब चाहिँ पढ्नुपर्ने हुन्छ। त्यसै गरी चाहिँ यौनालाई चाहिँ अब हामीले मिताइना भनेर पढ्नुपर्ने हुन्छ। अर्को हेरौँ, कोकोनो सुनावा हासी मिताइना खताची ओ सित्तैरु, यहाँको बालुवा चाहिँ तारा जस्तो आकारको छ। अब यहाँ चाहिँ मिताइना चाहिँ युज भएको छ। यसको अर्थ चाहिँ जस्तो भनेर भन्ने हुन्छ। नाउनलाई चाहिँ मोडिफाई गर्दा चाहिँ मिताइना युज गरिन्छ भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। अब त्यसै गरी अर्को ग्रामर छ राशि। अब यहाँ हेरौँ के भनेको छ, हारु राशि भनेको छ बसन्त जस्तो भनेर भनेको। अब चाहिँ राशिको बारेमा चाहिँ सिक्नेछौँ। राशिको चाहिँ मुख्य दुई प्रयोग हुन्छ। एउटा चाहिँ सुनेको जानकारी, अर्को चाहिँ कुनै वस्तु वा व्यक्तिमा चाहिँ त्यसको विशेष गुण हुनु, ठ्याक्कै त्यस्तै गुण भएको भनेर भनेको। अब राशिको चाहिँ वास्तविक गुण जे हो त्यही देखाउनुलाई चाहिँ हामीले राशिको चाहिँ प्रयोग गरिन्छ। अब हारु राशि भनेको चाहिँ बसन्त जस्तो, ओत्तोको राशि भनेको चाहिँ पुरुष जस्तो गुण भएको, ओन्ना राशि भनेको चाहिँ महिला जस्तो गुण भएको, कोदोमो राशि भनेको बच्चा जस्तो गुण भएको। अब राशिको अर्थ चाहिँ रे भन्ने छ, सुनेको आधारमा चाहिँ भन्ने सुनिन्छ भनेर भन्ने हुन्छ। जब कुनै वस्तु वा व्यक्तिमा त्यसको विशेष गुण हुन्छ तब चाहिँ राशिको युज गरिन्छ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अरूबाट चाहिँ सुनेको जानकारी अनि समाचारमा आएको आफ्नो अनुमान निर्णय नभई चाहिँ जे कुरा हो त्यसको गुण चाहिँ समावेश हुनु, जे कुरा सुनेको देखेको छ नि त्यही गुण चाहिँ पाउनु, त्यस्तो अवस्थामा चाहिँ हामीले राशिको यो चाहिँ युज गरिन्छ भनेर बुझ्नु पर्यो। के वा हारु राशि आताताक्काइ हिदेस्ता, आज चाहिँ बसन्त ऋतु जस्तो न्यानो दिन थियो। अब वास्तवमै बसन्त ऋतु हो नि त,
त्यही भएर वसन्त ऋतु जस्तै न्यानो दिन थियो भनेर भनेको। वसन्त ऋतुको विशेषता चाहिँ न्यानोपन, हरियाली हो। त्यसैले चाहिँ यहाँ चाहिँ हारु राशि भएको हो भनेर बुझ्नुपर्ने हुन्छ। वातासी वा जेउसेई राशि यो फुकु वा आम्मारी किनाइ, म चाहिँ धेरै मैला सुलभ कपडा लगाउँदिनँ। यहाँ चाहिँ जेउसेई राशि भनेको चाहिँ महिलामा देखिने शैलीको चाहिँ अथवा महिलाको गुण भएको भन्ने अर्थ दिन्छ। अर्को हेरौँ, आसिता युकीगा फुरु राशि, भोलि हिउँ पर्छ रे। अब यहाँ चाहिँ वक्ताको चाहिँ आफ्नो अनुमान चाहिँ होइन। अब उसले चाहिँ मौसम समाचार अथवा साथी वा अरू कसैबाट चाहिँ सुनेको जानकारी चाहिँ बताइरहेको छ। अब यहाँ चाहिँ आसिता युकीगा फुरु मिताइदा भएको भए चाहिँ बादल मौसम हेरेर चाहिँ आफ्नो अनुमानमा भनेको हो भनेर बुझ्नु पर्थ्यो भने चाहिँ राशि आउने बित्तिकै चाहिँ अरूबाट सुनेको जानकारी हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। अब अर्को छ खारेवा केक्कोन्सिता राशि, उसले बिहे गर्यो रे भनेर भनेको छ। अब यहाँ चाहिँ किन राशि प्रयोग भयो भने चाहिँ यहाँ चाहिँ वक्ताले आफै विवाह समारोह देखेको छैन, कसैबाट सुनेको अथवा समाचारमा आएको वा जानकारी प्राप्त गरेको आधारमा चाहिँ उसले चाहिँ बिहे गर्यो रे भनेर भनिरहेको छ। त्यसैले चाहिँ राशिको चाहिँ प्रयोग गरिएको हो भनेर बुझ्नुपर्ने हुन्छ। अनि त्यसै गरी अर्को ग्रामर छ पोइ। यो ग्रामर चाहिँ जापानिजहरूले चाहिँ दैनिक कुराकानीमा चाहिँ धेरै युज गर्ने गर्छन्। अब यसको अर्थ, स्ट्रक्चर र इक्जाम्पल पनि हेरौँ। पोइ भन्नाले जस्तो देखिने, त्यस्तो स्वभावको, त्यस्तो अनुभूति दिने, अलिकति त्यही रङ वा गुण भएको भन्ने चाहिँ अर्थ दिन्छ। यसको स्ट्रक्चर चाहिँ नाउन प्लस पोइ। अब एजेटिभको चाहिँ ई हटाएर चाहिँ पोइ जोडिन्छ। जस्तै उदाहरण हेरौँ, कोदोमो पोइ, बच्चा जस्तो भनेर भनेको। यदि कुनै ठुलो मान्छेले बच्चा जस्तो व्यवहार गर्छ भने चाहिँ कोदोमो पोइ भनेर भनिन्छ। खारेवा मौ सान्जुसाई नानो नि कोदोमो पोइ, ऊ चाहिँ 30 वर्षको भइसक्यो तर अझै बच्चा जस्तो छ। ऊ वास्तवमा चाहिँ बच्चा होइन तर बच्चा जस्तो चाहिँ व्यवहार गर्छ, त्यसैले कोदोमो पोइ चाहिँ भनेर भनिएको। अर्को छ ओतोन्ना पोइ, वयस्क जस्तो। सोनो कौकौसेई वा ओतोन्ना पोइ, त्यो हाई स्कुल विद्यार्थी चाहिँ वयस्क जस्तो देखिन्छ भनेर भनेको। उमेर कम भए पनि व्यवहार, बोल्ने शैली, सोच चाहिँ वयस्क जस्तो छ भनेर भन्दाखेरि यसको चाहिँ युज गरिन्छ। अर्को छ ओतोक्को पोइ भनेर भनेको छ। ओतोक्को पोइ भनेको पुरुष जस्तो। खानोजे वा ओतोक्को पोइ हानासी खाता हो सुरु, उनी पुरुष जस्तो बोल्छिन्। अब यहाँ चाहिँ महिला भए पनि बोल्ने शैली चाहिँ पुरुष जस्तो छ भनेर भनेको। अब ओन्ना पोइ भनेर भनेको चाहिँ महिला जस्तो। खारे वा ओन्ना पोइ सेई खाकुदा, उसको स्वभाव चाहिँ महिलाको जस्तो छ भनेर भनेको। अर्को छ कुरुप पोइ, कालो कालो जस्तो भनेर भनेको। कोनो फुकु वा कुरुप पोइ, यो कपडा कालो कालो देखिन्छ। अब यहाँ भनेको पुरा कालो होइन तर कालो जस्तै देखिन्छ भनेर भनेको। अर्को छ सिरोप पोइ, सेतो सेतो जस्तो भनेर भनेको छ। सोरागा सिरोप पोइ, आकाश चाहिँ सेतो सेतो देखिन्छ भनेर भनेको। पूर्ण रूपमा सेतो नभई चाहिँ त्यो चाहिँ सेतो सेतो जस्तो देखिन्छ भन्दाखेरि सिरोप पोइ भनेर चाहिँ युज गरिन्छ। त्यसै गरी अर्को छ मिजुप पोइ। यसको अर्थ चाहिँ पानी धेरै भएको अथवा फितलो, फिक्का भनेर भनेको। कोनो सुप वा मिजुप पोइ, यो सुप चाहिँ फितलो अथवा फिक्का छ। सुपमा चाहिँ पानी धेरै भयो भने चाहिँ मिजुप पोइ भनेर भनिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा बुझौँ, कोदोमोदा भनेर भनेको भए चाहिँ ऊ बच्चा हो भनेर हुन्छ भने चाहिँ कोदोमो पोइ भनेको चाहिँ ऊ बच्चा जस्तो छ भन्ने भाव हुन्छ। अब कुरोई भनेको चाहिँ कालो छ भन्ने हुन्छ भने, तर कुरो पोइ भनेर भन्यो भने चाहिँ कालो कालो जस्तो छ भनेर भनेको। पूर्ण रूपमा कालो नभई कालो कालो जस्तो छ भनेर भन्दाखेरि कुरो पोइ भनेर भनेको। अब यहाँ अर्को इक्जाम्पल पनि हेरौँ। आनो सेउगा कुसेई वा ओतोन्ना पोइ, त्यो प्राथमिक विद्यालयको विद्यार्थी वयस्क जस्तो देखिन्छ। यहाँ ध्यान दिनुहोस्, अब सेउगाकुसेई भनेको चाहिँ प्राथमिक विद्यालय हो। सामान्यतया प्राथमिक विद्यालयका विद्यार्थीहरू चाहिँ साना हुन्छन्, तर यो विद्यार्थी हेर्दा बोल्ने तरिका, व्यवहार, सोचाइ चाहिँ वयस्क जस्तो देखिन्छ। त्यसैले ओतोन्ना पोइ भनिएको हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। यदि हामीले ओतोनादा भनेर भनेको भए चाहिँ ऊ वास्तवमै वयस्क हो भन्ने अर्थ आउँछ। तर यहाँ चाहिँ वास्तविक वयस्क चाहिँ होइन, केवल वयस्क जस्तो देखिएको हो। त्यसैले चाहिँ ओतोन्ना पोइ युज गरिएको हो भनेर बुझ्नु पर्यो। अर्को छ कोनो रेउरी वा आबुरापो कुत्ते इयादा,
यो खाना चाहिँ धेरै तेलिलो छ अथवा धेरै तेलको मात्रा चाहिँ धेरै छ, त्यसैले मलाई मन पर्दैन। यहाँ बुझौँ, आबुरा भनेको तेल हो भने चाहिँ आबुरा पोइ भनेको चाहिँ तेल धेरै भएको जस्तो भनेर भनेको। कोनो रेउरी वा आबुरा पोइ भन्नाले चाहिँ खानामा चाहिँ तेल धेरै भएको अनुभूति भइरहेको छ भन्न खोजेको यसको चाहिँ। अब हामीले यसमा बुझ्नुपर्ने कुरा के छ भने पोइले चाहिँ 100% त्यही हो अथवा पूर्ण रूपमा त्यही हो भन्न चाहिँ खोज्दैन, तर अलिकति त्यस्तो गुण छ, त्यस्तो गुण देखिन्छ भन्दा चाहिँ हामीले पोइको चाहिँ युज गरिन्छ भनेर बुझ्नुपर्ने हुन्छ। पहिला चाहिँ यो चित्रमा हेरौँ। देखिरु यो हुने नात्ता, गर्न सक्ने भएँ भनेर भनेको छ। यहाँ चाहिँ बच्चाले के भनेको छ भने उमाको देखिरु यो हुने नात्ता, म अहिले चाहिँ राम्रोसँग गर्न सक्ने भएँ। अब बच्चाले चाहिँ पहिले राम्रोसँग चाहिँ गर्न सक्दैन थियो, धेरै अभ्यास गर्यो अनि अहिले चाहिँ उसले चाहिँ राम्रोसँग गर्न सक्ने भयो, त्यसैले देखिरु यो हुने नात्ता भनेर भनेको। अब आमाले भनेकी छिन् के ओ किरा नाइ यो हुने कि ओ चुकेते, हात नकाटिने गरी ध्यान देऊ। यहाँ चाहिँ किरा नाइ यो हुने भनेको चाहिँ नहोस् भनेर भन्ने अर्थ हो। अब हामीहरूले चाहिँ मुख्य ग्रामर हेरौँ। अब भिरु यो हुने सुरु भनेर भनेको छ, यसको अर्थ चाहिँ गर्ने बानी बसाल्ने अथवा गर्ने प्रयास गर्ने भन्ने बुझिन्छ। अर्को छ भिनाइ यो हुने सुरु, यसको अर्थ चाहिँ नगर्ने प्रयास गर्ने अथवा नहोस् भनेर ध्यान दिने भन्ने हुन्छ। अब यहाँ बुझौँ, जब कुनै काम चाहिँ बानी बसाल्ने प्रयास गर्ने, आफ्नो लक्ष्य बानी प्रयास जनाउनलाई चाहिँ यो हुनेको चाहिँ प्रयोग गरिन्छ। यसको मुख्य अर्थ हो अबदेखि चाहिँ यो काम नियमित रूपमा चाहिँ गर्ने प्रयास गर्छु भन्ने हुन्छ। अब इक्जाम्पल हेरेर बुझौँ। यासायो ताकुसान ताबेरु यो हुने सित्तैमास, म तरकारी धेरै खाने चाहिँ बानी बसाल्दैछु। यदि मैले चाहिँ केवल यासायो ताकुसान ताबेमास भनेर भनेको भए चाहिँ म तरकारी धेरै खान्छु भन्ने साधारण चाहिँ तथ्य मात्र हुन्छ। तर यासायो ताकुसान ताबेरु यो हुने सित्तैमास भनेपछि चाहिँ म सचेत रूपमा चाहिँ धेरै तरकारी खाने प्रयास चाहिँ गरिरहेको छु भन्ने चाहिँ भावना आउँछ। अर्को छ हे हावा किरेनी सुरु यो हुने सित्तैमास, म चाहिँ कोठा सफा राख्ने प्रयास गर्दैछु भनेर भनेको, अथवा म चाहिँ कोठा सफा राख्ने चाहिँ बानी बसाल्दैछु भनेर भन्न खोजेको। पहिले चाहिँ के थियो भने कोठा फोहोर हुन्थ्यो, अब लुगा चाहिँ यताउता हुन्थे, तर अहिले चाहिँ के छ, अब कोठा सफा राख्छु भनेर चाहिँ उसले प्रयास गरिरहेको छु, त्यसैले यो हुने सित्तैमा चाहिँ युज गरिएको भनेर बुझ्नु पर्यो। अर्को छ हायाकु नेरु यो हुने सित्तैमास, म चाँडै सुत्ने चाहिँ बानी बसालिरहेको छु भनेर भनेको। अब पहिले चाहिँ के हुन्थ्यो, ढिलो सुत्थे, अब चाहिँ चाँडै सुत्ने बानी बसालेको छु भन्दाखेरि यो हुने सित्तैमा चाहिँ युज गरिएको। माइनेची उन्दौ सुरु यो हुने सित्तैमास, म हरेक दिन व्यायाम गर्ने बानी बसालिरहेको छु भनेर भनेको। अर्को छ मिजो ताकुसान नोमो यो हुने सित्तैमास, म चाहिँ धेरै पानी पिउने चाहिँ बानी बसालिरहेको छु भनेर भनेको। अब हामीहरू चाहिँ भिनाइ यो हुने सुरु सिक्नेछौँ। यसको अर्थ चाहिँ नगर्ने प्रयास गर्ने, नहोस् भनेर ध्यान दिने अथवा खराब बानी रोक्ने, गल्ती हुन नदिने भन्ने चाहिँ यसको अर्थ हुन्छ। यहाँ हेरौँ, वासुरे मोनो हो सिनाइ यो हुने सित्तैमास, म चाहिँ सामान नबिर्सिने प्रयास चाहिँ गर्छु अथवा नबिर्सने बानी चाहिँ बसालिरहेको छु भन्ने अर्थ हुन्छ। पहिले चाहिँ के हुन्थ्यो, धेरै बिर्सने बानी थियो, अब कहिले चाबी बिर्सने, कहिले मोबाइल बिर्सने, अब कहिले झोला बिर्सने, यस्तै बानी थियो। तर अहिले चाहिँ के छ भने घरबाट निस्कनु अघि चाहिँ जाँच गर्छु, त्यसैले चाहिँ वासुरे मोनो हो सिनाइ यो हुने सित्तैमास चाहिँ हुन्छ। अब अर्को छ चिकोकु सिनाइ यो हुने सित्तैमास, म ढिलो नहुने प्रयास गर्छु भनेर भनेको। अब पहिले चाहिँ के हुन्थ्यो, सधैँ ढिलो हुन्थ्यो, समयमा कहिले पनि पुगिन्थेन, तर अहिले चाहिँ अलार्म चाहिँ चाँडै लगाएर समयमै निस्कने चाहिँ बानी बसालेको छु भन्ने चाहिँ अर्थ हो। अर्को छ बेउकिनी नारानाइ यो हुने सित्तैमास, म बिरामी नपर्ने प्रयास चाहिँ अथवा बिरामी नहोस् भनेर चाहिँ ध्यान दिइरहेको छु भन्ने अर्थ हुन्छ। समयमा सुत्ने, व्यायाम गर्ने, स्वस्थ खाना खाने, अब यस्ता काम गरेर चाहिँ बिरामी नपर्ने चाहिँ प्रयास गरिरहेको छु भन्ने चाहिँ अर्थ दिन्छ। अर्को छ उखाने हो मुदानी चुखानाइ यो हुने सित्तैमास, म पैसा फजुल खर्च चाहिँ नगर्ने प्रयास गरिरहेको छु। अब पहिले चाहिँ अनावश्यक खर्च गर्थेँ, अब कहिले के किनिरहन्थेँ, अहिले चाहिँ बचत गर्न थालेको छु भन्ने अर्थ दिन्छ यसले चाहिँ। अर्को छ माची गाए नाइ यो हुने सित्तैमास, म गल्ती नगर्ने प्रयास गरिरहेको छु।
म काम गर्दा चाहिँ अथवा परीक्षा दिँदा बोल्दा गल्ती नहोस् भनेर ध्यान दिइरहेको छु भन्ने अर्थ हुन्छ। अब अर्को टपिक हेरौँ। यहाँ के भनेको छ, किको एरु यो हुनी हानासु भनेर भनेको छ। सुनियोस् भनेर बोल्नु ताकि सुन्न सकियोस् भनेर बोल्नु भनेर भनेको। यो उनी चाहिँ कुनै उद्देश्य, इच्छा, निर्देशन, सल्लाह, अनुरोध, सावधानी आदि जनाउन चाहिँ प्रयोग गरिन्छ। यसको स्ट्रक्चर चाहिँ भिरु यो हुनी, भिनाइ यो हुनी, भिरेरु यो हुनी चाहिँ हुन्छ। अब हेरौँ भिरु यो हुनी। यो भिरु यो हुनी चाहिँ के हो भने उद्देश्य बताउन, निर्देशन, सल्लाह, अनुरोध गर्न इसी नभएको क्रियासँग पनि युज गरिन्छ। कुनै काम होस् भन्ने उद्देश्यले त्यसरी हुने गरी भन्ने अर्थ चाहिँ दिन्छ भनेर बुझ्नु पर्यो। अब हामीले यसको इक्जाम्पल हेरेर पनि बुझौँ। मिन्नासान नि किको एरु यो हुनी मोत्तो ओ किना कोहेदे हानासिते कुदासाई। सबैले सुन्न सक्ने गरी अझ ठुलो स्वरमा बोल्नुहोस्। यहाँ किन यो हुनी युज भयो भन्दाखेरि यहाँ वक्ताको उद्देश्य चाहिँ के हो, मिन्ना नि किको एरु, त्यो उद्देश्य पुरा गर्न चाहिँ मोत्तो ओ किना कोहेदे हानासिते कुदासाई, अझ ठुलो स्वरमा बोल्नुहोस् भनिएको छ। त्यसैले किको एरु यो हुनी सुनियोस् भनेर ताकि सबैले सुन्न सकुन् भनेर भन्ने अर्थ चाहिँ दिन्छ। किको एरु चाहिँ एउटा सम्भाव्यता स्थिति जनाउने चाहिँ क्रिया हो। यो हाम्रो इच्छाले चाहिँ सिधै नियन्त्रण गर्न चाहिँ सकिने क्रिया चाहिँ होइन। त्यसैले किको एरु तामेनी चाहिँ युज गर्न मिल्दैन। किको एरु यो हुनी चाहिँ युज गरिन्छ भनेर बुझ्नु पर्यो। मिएरु यो हुनी देख्न सकियोस् भनेर, वासुरेनाई यो हुनी नबिर्सियोस् भनेर, वाक्खारु यो हुनी बुझियोस् भनेर। अब हामीले यसमा चाहिँ यो हुनी युज गरिन्छ यस्तो शब्दहरूमा भनेर बुझ्नुपर्ने हुन्छ। अब सिकौँ भिनाइ यो हुनी। यो चाहिँ विशेष गरी गल्ती नहोस् भनेर, दुर्घटना नहोस् भनेर, समस्या नआओस् भनेर सावधानी अपनाउँदा, चेतावनी दिँदा चाहिँ युज गरिन्छ। यसको मुख्य उद्देश्य चाहिँ खराब कुरा चाहिँ नहोस् भनेर चाहिँ रोक्न चाहिँ भिनाइ यो हुनी चाहिँ युज गरिन्छ। वासुरेनाई यो हुनी तेच्यो हुनी खाइते ओकौ, नबिर्सियोस् भनेर डायरीमा लेखेर राखौँ। यहाँ चाहिँ उद्देश्य के हो भने वासुरेनाई, त्यसका लागि के गरिन्छ, तेच्यो हुनी खाइते ओकु, त्यसैले चाहिँ वासुरेनाई यो हुनी भनेर हुन्छ भनेर बुझ्नु पर्यो। अर्को भिरेरु यो हुनी हेरौँ। यसको अर्थ चाहिँ गर्न सक्ने हुनु, क्षमता विकास हुनु, अवस्था परिवर्तन हुनु हो भन्ने अर्थ हो। यो विशेष गरी चाहिँ क्षमता विकास हुँदा, पहिले नसकिने कुरा चाहिँ अहिले सक्ने हुँदा, अथवा मेहनतको फल देखिँदा, सिप बढ्दा चाहिँ हामीले भिरेरु यो हुने चाहिँ युज गरिन्छ। यसको मुख्य भावना हो देखि नाकत्ता, पहिले सक्दैनथे, देखिरु अहिले चाहिँ सक्ने भएँ भन्ने चाहिँ यसको मुख्य भावना हो। अब हामीले यसको इक्जाम्पल हेरेर पनि बुझौँ। खान्जीका यो मेरो यो हुने नारीमासिता, खान्जी पढ्न सक्ने भएँ भनेर भनेको। अब पहिले चाहिँ के थियो, खान्जी पढ्न सक्दिनथे, अब धेरै अभ्यास गरेर चाहिँ अहिले के भयो, खान्जी पढ्न सक्ने भएँ भनेर भन्न खोजेको। यहाँ ध्यान दिनुहोस्, यो मेरो यो हुने नारीमासिता भन्नाले चाहिँ एकै दिन अचानक भन्न खोजेको होइन। उसले चाहिँ मेहनत, अभ्यास, अनुभव, समयको कारणले चाहिँ क्षमता बढेको भनेर बुझ्नुपर्ने हुन्छ। उसले चाहिँ धेरै मेहनत गर्यो अथवा धेरै अनुभव गर्यो, त्यसपछि चाहिँ उसले चाहिँ अहिले क्षमता बढेर चाहिँ ऊ सक्षम भयो भनेर भन्दाखेरि यो मेरो यो हुने नारीमासिता भएर भनेर भएको। निहोन्गोगा हानासेरु यो हुने नारीमासिता, जापानी चाहिँ बोल्न सक्ने चाहिँ भएँ भनेर भनेको छ। अब मानौ तपाईँ चाहिँ जापान आउनुभयो, सुरुमा जापानी बोल्न चाहिँ सक्नुहुन्थेन, तर दैनिक अभ्यास गर्नुभयो, शब्द याद गर्नुभयो, अब जापानिजसँग चाहिँ कुरा गर्नुभयो। अब अहिले चाहिँ के भयो, निहोन्गोगा हानासेरु भयो, अहिले चाहिँ मजाले कुरा गर्न सक्ने चाहिँ क्षमता विकास भयो भनेर भनेको। अर्को छ पियानोगा हिकेरु यो हुने नारीमासिता, पियानो बजाउन सक्ने भएँ भनेर भनेको छ। अब यो चाहिँ धेरै मेहनत गरेर चाहिँ अहिले चाहिँ बजाउन सक्ने भएँ भनेर भनेको। भिरेरु यो हुने नारीमासिता चाहिँ पहिले सक्दैनथे, अहिले चाहिँ धेरै मेहनत अभ्यास गरिसकेपछि चाहिँ अहिले चाहिँ सक्ने भएँ भन्ने चाहिँ यसको अर्थ हुन्छ भनेर बुझ्नु पर्यो। हामीले चाहिँ यान्थिरीमा चाहिँ यो हुनी र तामेनीको फरक बुझ्नु चाहिँ धेरै महत्त्वपूर्ण छ। त्यसैले चाहिँ पहिले इसिदौसी के हो भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। इसिदौसी भनेको चाहिँ आफ्नो इच्छा, निर्णय वा योजना अनुसार चाहिँ गर्न सकिने क्रिया, अर्थात् म आफैले चाहिँ गर्ने निर्णय, गर्न सक्ने काम हो भनेर बुझ्नुपर्ने हुन्छ। यो चाहिँ सियो, चुमोरी, तामेनीसँग चाहिँ बढी युज गरिन्छ। जस्तै बेन्क्यो सुरु, इकु, ताबेरु, खाकु, खाउ, यी सबै काममा चाहिँ
आफ्नो इच्छाले गर्न सकिन्छ। त्यसैले चाहिँ यिनीहरूलाई चाहिँ इसिदौसी भनेर भनिन्छ। तामेनीको फर्मुला चाहिँ भर्बको डिक्सनरी फर्म प्लस तामेनी, नाउन प्लस नो प्लस तामेनी। यसको अर्थ चाहिँ का लागि, उद्देश्यले भन्ने हुन्छ। तामेनीले चाहिँ म यो उद्देश्य पुरा गर्न चाहिँ यो काम गरिरहेको छु भनेर भन्ने अर्थ दिन्छ। जस्तै निहोने इकु तामेनी ओखाने हो तामे तेइमास, जापान जानको लागि चाहिँ पैसा बचाइरहेको छु। यहाँ चाहिँ मुख्य उद्देश्य वा आफ्नो निर्णय चाहिँ के हो भने निहोने इकु हो। त्यसैले तामेनी चाहिँ युज भएको हो भनेर बुझ्नु पर्यो। अब यहाँ चाहिँ तामेनी र योनीको चाहिँ फरक हेरौँ। निहोने इकु तामेनी ओखाने हो तामे तेइमास भनेको चाहिँ जापान जानु मेरो उद्देश्य हो, त्यसैले चाहिँ तामेनी युज गरिएको छ। अब निहोन गौगा हानासेरु योनी बेनकौसी तेइमास, यहाँ चाहिँ बोल्न सक्ने क्षमता चाहिँ विकास होस् भनेर चाहिँ योनी चाहिँ युज गरिएको छ। मेन याद गर्नुपर्ने के हो भने तामेनी चाहिँ आफ्नो उद्देश्य स्पष्ट उद्देश्य हुन्छ भने चाहिँ योनी चाहिँ कुनै अवस्था प्राप्त होस् भनेर चाहिँ हुन्छ। यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ। अब हामी मुइसिदौसी के हो बुझौँ। मुइसिदौसी भनेको चाहिँ आफ्नो नियन्त्रण बाहिर चाहिँ हुने क्रिया, स्वाभाविक रूपमा चाहिँ आफै हुने क्रिया, आफ्नो इच्छाले प्रत्यक्ष नियन्त्रण चाहिँ गर्न नसकिने क्रिया हो भनेर बुझ्नु पर्यो। अर्थात् म चाहेर मात्र तुरुन्तै गराउन नसक्ने अवस्था हो भनेर बुझिन्छ। किकोहरू, मिहरू, वाखारू, देकिरू, ओबहरू यी क्रियाहरू प्रत्यक्ष रूपमा चाहिँ आफ्नो इच्छाले चाहिँ नियन्त्रण गर्न सकिँदैन। त्यसैले यिनीसँग चाहिँ प्राय योनी चाहिँ युज गरिन्छ। निहोन्गोगा वाखारू योनी नारीमासिता, म चाहिँ जापानी बुझ्न सक्ने भएँ भनेर भनेको छ। अहिले चाहिँ निरन्तर अभ्यासको कारणले चाहिँ बुझ्न सक्ने भएँ भनेर भन्न खोजेको हो। यहाँ चाहिँ वाखारू चाहिँ आफ्नो इच्छाले मात्र हुने क्रिया होइन। तपाईँले चाहिँ इमासुगु वाखारिमास, म अहिले नै बुझ्छु, यो चाहिँ भन्न मिल्दैन। किनभने बुझाइ, अनुभव र अभ्यास पछि मात्रै बिस्तारै वाखारू योनी नारू हुन्छ। त्यसैले चाहिँ योनी युज गरिन्छ। हजुरहरूले यो कुरा याद राख्नु। तामेनीसँग चाहिँ इसिदौसी युज गरिन्छ र योनीसँग चाहिँ मुइसिदौसी चाहिँ युज गरिन्छ भनेर बुझ्नुपर्ने हुन्छ। अब अर्को ग्रामर छ योनी नारू। यसको चाहिँ 3वटा महत्त्वपूर्ण चाहिँ प्रयोग हुन्छ। अब हामीले त्यसको बारेमा सिक्नेछौँ। यो ग्रामर चाहिँ तब प्रयोग हुन्छ जब चाहिँ नयाँ क्षमता विकास हुन्छ, नयाँ बानी बस्छ, अवस्था परिवर्तन हुन्छ, पहिले गर्न नसकिने कुरा चाहिँ पछि गर्न सकिन्छ। यस्तो अवस्थामा चाहिँ हामीले यो ग्रामरको चाहिँ युज गरिन्छ। पहिलो छ भिरु यौनी नारू। यसको अर्थ चाहिँ कुनै काम गर्ने बानी बस्नु, नयाँ अवस्था आउनु, पहिले नगर्ने काम चाहिँ गर्न थाल्नु भन्ने हो। यासायो ताबेरु योनी नात्ता, तरकारी खान थालेँ भनेर भनेको छ। पहिले चाहिँ तरकारी मन पर्दैन थियो, खाँदिनथे, अहिले चाहिँ हेल्थको लागि राम्रो हुन्छ भन्ने कुरा थाहा पाएँ, अनि त्यसपछि चाहिँ खान थालेँ भनेर भनेको। अर्को छ भिना योनी नारू। यसको अर्थ चाहिँ कुनै काम गर्न छोड्नु, नराम्रो बानी हट्नु, कुनै कुरा चाहिँ नहुने अवस्था आउनु भनेर भन्ने हुन्छ। भिरेरु योनी नारू भनेर भनेको छ। यसको अर्थ चाहिँ क्षमता विकास हुनु, गर्न सक्ने हुनु, नसक्ने अवस्थाबाट चाहिँ सक्ने अवस्थामा चाहिँ पुग्नु भन्ने हुन्छ। अब हामीले इक्जाम्पल हेरेर पनि बुझौँ। कोनो डिभिडी पुरेया कोवारेती हिँड्दायो ने, यो डिभिडी प्लेयर चाहिँ बिग्रिएको छ नि है। या नाओसिते मुरात्ता कारा चुखाएरु यो नि नात्तायो, होइन मर्मत गराएकोले चाहिँ प्रयोग गर्न सकिने भयो। नाओसिते मुरात्ता भनेको चाहिँ मर्मत गराइयो, कसैले चाहिँ ठिक गरिदियो। अनि चुखाएरु भनेको चाहिँ प्रयोग गर्न सक्नु। यौनी नात्ता भनेको चाहिँ यो अवस्था आयो, प्रयोग गर्न चाहिँ सकिने भयो भनेर भनेको हो। यौनी नात्ता किन भयो भने चाहिँ पहिले डिभिडी बिग्रिएको थियो, प्रयोग गर्न चाहिँ सकिँदैन थियो, तर पछि चाहिँ के भयो, मर्मत गरियो अनि चाहिँ अहिले प्रयोग गर्न चाहिँ सकिने भयो भनेर भनेको। अर्को छ कोक्कोनो देनकी वा हितोगा तोरुतो चुकुयो हुने नात्तेइमास। यहाँको बत्ती चाहिँ मानिस हिँड्दा बल्ने व्यवस्था गरियो। यहाँ चाहिँ मानिस हिँड्दा चाहिँ सेन्सरले थाहा पाउँछ अनि बत्ती बल्छ। यो स्वत हुने चाहिँ प्रणाली हो, त्यसैले चुकुयो हुने नात्तेइमास भनेर भएको छ। अर्को के छ भने निहोन्गोगा हानासेरु यो हुने नात्ता, म जापानी बोल्न सक्ने भएँ भनेर भनेको छ। अब यो चाहिँ धेरै अभ्यास गरेपछि चाहिँ बोल्न सक्ने भएको अवस्था हो भनेर बुझ्नु पर्यो। अर्को छ खान्जिगा यो मेरो यो हुने नात्ता,
खान्जी पढ्न सक्ने भएँ। अब पहिला चाहिँ पढ्न चाहिँ हामीले चाहिँ सकिँदैन थियो। अब धेरै मेहनत गरेर धेरै प्रयासपछि चाहिँ अहिले पढ्न सक्ने भएँ भनेर भनेको। अर्को छ पासो कोनगा चुखाएर यो हुने नारी मासिता। कम्प्युटर चलाउन सक्ने भएँ। अब पहिले चाहिँ चलाउन गाह्रो थियो, सिक्दै गएपछि चाहिँ चलाउन सक्ने भएँ भनेर भनेको। क्षमता विकास हुनु, सिप बढ्नु, नसक्नेबाट सक्ने हुनु भन्ने अर्थ हो। चिको कुसिनाइ यो हुने नारी मासिता। अब ढिला गर्न छोडे, यानि कि ढिलो नगर्ने गरी भएँ भनेको चाहिँ पहिले ढिलो हुन्थ्यो, अहिले समयमै पुग्छु भनेर भनेको। अर्को छ ओसाके ओ नोमानाइ यो हुने नारी मासिता। रक्सी पिउन छोडे। अर्को छ वासुरेनाइ यो हुने नारी मासिता। अब बिर्सन छोडे, बिर्सने बानी चाहिँ कम भयो भनेर भनेको। यसको चाहिँ बानी नराम्रो हट्नु, नगर्ने बानी बस्नु भन्ने अर्थ हो। बुझ्नुपर्ने कुरा चाहिँ इम्पोर्टेन्ट पोइन्ट चाहिँ के हो भने सुगुनिवा देखिना कुत्ते दान देखिरु यो हुने नारु। तुरुन्तै होइन, बिस्तारै बिस्तारै चाहिँ गर्न सक्ने हुनु भन्ने अर्थ हुन्छ। यसको चाहिँ कुनै पनि सिप चाहिँ एकैपटकमा चाहिँ आउँदैन, जसलाई पनि जुनसुकै काम पनि एकैपटक चाहिँ आउँदैन। जस्तै जापानी भाषा, कम्प्युटर, पियानो, पौडी यी सबै कुरा चाहिँ दान बिस्तारै सिकिने कुरा हो। अब हामीले यसमा चाहिँ मुख्य ध्यान दिनुपर्ने, याद गर्नुपर्ने कुरा के हो भने भिरेरु यो हुने नारु भनेको क्षमता विकास हुनु, नसक्नेबाट सक्ने हुनु। अनि भिरु यो हुने नारु भनेको नयाँ बानी बस्नु, नयाँ अवस्था आउनु, ह्याबिट चेन्ज हुनु भन्ने हुन्छ। भिनाइ यो हुने नारु भनेको चाहिँ नराम्रो बानी हट्नु, गर्न छोड्नु भन्ने हुन्छ। अब हजुरहरूले यति याद गर्नुभयो भने चाहिँ मजाले बुझ्न सकिन्छ। अब आजको लागि चाहिँ यति नै। आज सिकेको ग्रामरको चाहिँ आफैले धेरै सेन्टेन्सहरू बनाउने प्रयास चाहिँ गर्नुहोला। हजुरहरूले कति बुझ्नुभयो भएन कमेन्टमा चाहिँ भन्न नबिर्सनुहोला। भिडियो हेरिसकेपछि लाइक कमेन्ट चाहिँ गर्न नछुटाउनुहोला। हाम्रो च्यानललाई चाहिँ यसरी नै माया र साथ सपोर्ट चाहिँ गर्न चाहिँ नबिर्सनुहोला। अब चाहिँ अर्को भिडियोमा भेटौँला। सायोनारा।